गुप्टेल, लोकेश बाम, सन्दीप लामिछाने एकदमै राम्रो गेम देख्न पायो हामीले विराटनगर किङ्सबाट। किङ्स भनेको साँच्चै किङ्स नै हुन्छ नि तरिकाले खेल्नुभयो। अनि लोकेश बामको कुरा गर्नु मन लाग्यो, उहाँको नेसनल टिमबाट खेल्दाखेरि के हुने रहेछ कुनै, अब एनपिएल खेल्दाखेरि अब टियुमा खेलिराखेको भएर हो कि जुन तरिकाको सर्ट सेलेक्सन पनि सबै राम्रो थियो, वर्ल्ड क्लासै थियो भनौँ न, राम्रै थियो। सर्ट सेलेक्सन, पावर हिटिङ, फिल्डिङ मेनिपुलेसनदेखि लिएर हरेक कुरा, इन्डिङलाई कसरी गर्ने, आफूले हानेको बेलामा हान्ने, अनि त्यसपछि मार्टिन गप्टेलले सुरुमा लागेन, त्यसपछि मार्टिन गप्टेलले हान्न लागेको बेलामा उसलाई वा त्यही त हो नि, जस्तो इन्टरनेसनल प्लेयरहरूमा हुनपर्ने क्वालिटी त्यही नै हो, त्यसरी सिचुएसन रिड गर्न सक्नु हो। अब नेसनल टिमबाट खेल्दाखेरि के हुन्छ, अनि यो लोकल लेभल, लोकल त के भन्ने हो, र नेसनल के अरे टुर्नामेन्टहरू खेल्दाखेरि चाहिँ राम्रै देखिन्छ, फेरि राम्रो छ। ओभरअल चाहिँ विराटनगर किङ्सको चाहिँ एज अ टिम खेलेको देखियो, हरेक कुराहरू आफ्नो रेस्पोन्सिबिलिटी र आफ्नो रोलहरू क्लियर भएको देखियो। अहिलेसम्म कुनै डाउट देखिया छैन। अनि सन्दीप लामिछानेको क्याप्टेनसिप पनि मलाई एकदमै राम्रो लाग्यो कि, जुन तरिकाले उहाँले बलिङ गर्नुभयो नि, बलिङ गराउनु भयो नि भनौँ न, आफ्नो त राम्रै भयो। जुन तरिका आफू आउने टाइमिङदेखि लिएर बेस्ट थियो कि, खास क्याप्टेनहरूले गरे नै त्यही हो। किन भन्दा 200 तपाईँको चाहिँ 220 रन 221 को टार्गेट हुँदाखेरि चाहिँ पावर प्लेमा रन जान्छ कि, पावर प्लेमा उहाँहरूले खासै त्यस्तो टाइट गर्न खोजे जस्तो देखिएन कि, जे होस् गो विथ द फ्लो भनेर नर्मल आफ्नो सामान्य प्लान फलो गरेको देखियो। किन भन्दाखेरि एउटा टिमलाई जस्तो कि कन्टिन्यू गर्न गाह्रो हुन्छ कि, पावर प्लेमा त फिल्डरहरू पनि लिमिटेड हुन्छन् बाहिर, उहाँले चाहिँ पावर प्ले चल्न दिनुभयो। पावर प्ले पछि चाहिँ ठ्याक्कै त्यसपछि चाहिँ बल्ल ट्याक्टिकहरू चेन्ज गरेर त्यसपछि बल्ल रियल गेम चाहिँ त्यहाँबाट स्टार्ट भयो कि। मैले नि गेम फिल गरेर हेर्दाखेरि नाइस क्याप्टेनसिप जस्तो लागेको थियो कि। मिडल अर्डर नै मुख्य महत्त्वपूर्ण हुन्छ कि, किन भन्दा टी20मा लङ टार्गेट चेस गर्न के, टाइको तपाईँको चाहिँ लगभग 7 ओभरदेखि 12 ओभरसम्मको गेम चाहिँ क्रुसियल हुन्छ, यसैले नै कसो हारजित डिसाइड गर्छ। त्यसमा चाहिँ टक्कै त्यो भनौँ न पोखराको मेरुदण्डै तोडिदिए जस्तो गरिदिनु भयो कुशल पोर्तेलदेखि लिएर। उहाँ पोखराको त कुशल पोर्तेलभन्दा अरू त खेल्नु भयो होइन, जे भए पनि जुन तरिकाको ट्याक्टिकल गेम खेलेर लानुभयो नि, त्यो चाहिँ बेस्ट थियो। हामीलाई धेरै मजा आइरहेको छ एनपिएल हेर्न चाहिँ, यस्तो वर्ल्ड क्लास गेमहरू हेर्न पाइयोस्, जुन तरिकाको ट्याक्टिक्स वा स्ट्राटेजीहरू बनाएर खेलेको हेर्न पाइयोस्। लोकल प्लेयरहरूले, हाम्रो नेपाली प्लेयरहरूले पनि सिक्ने मौका पाउँछन्। जे होस् राम्रो छ। नरेन जोशीदेखि लिएर हरेक के अरे हरेक बासिरामा जसले चान्स पायो उहाँले चाहिँ क्यापिटलाइज गर्नुभयो विराटनगर किङ्सबाट। अनि पोखराको पनि ओभरअल राम्रै देखिन्छ। ब्याटिङमा चाहिँ सुधार्नु पर्ने हो। अब टी20 भनेको अल एबाउट ब्याटिङ जस्तो हुन्छ, त्यही पनि ट्युमा चाहिँ